तपाईँ चाहिँ आफ्नो बुबा आमालाई चाहिँ साथमा सँगै राख्न चाहनुहुन्न भने चाहिँ आफ्नो छोराछोरीले पनि बुढेसकालमा तपाईँलाई पाल्ला भनेर चाहिँ नसोच्नुहोस्। किनभने त्यही समय त नहोला, तर त्यस्तै समय आउँछ भन्न सकिन्न। भिडियो सुरु गरौँ एउटा कहानीबाट। धेरै वर्ष पहिलेको कुरा हो। एउटा गाउँ थियो। त्यो गाउँको चाहिँ चलन के थियो भने जो बुढो व्यक्ति हुन्छ, जो काम गर्न सक्दैन, ऊ जो अशक्त उमेरको हुन्छ, धेरै वृद्ध भइसकेको बुढो बा आमालाई चाहिँ एक ठाउँ भिरको टुप्पामा लगेर छोड्ने चलन रहेछ। अनि त्यत्तिकैमा एउटा घरको बाजे पनि बुढो अवस्था, काम गर्न नसक्ने अशक्तको हुनुभएछ। त्यत्तिकैमा ती बुढो बाजेलाई चाहिँ छोरा र नाति भएर चाहिँ ती बुढो बाजेलाई चाहिँ त्यसै गरी अशक्त भइसकेपछि भिरको टुप्पामा छोड्नलाई भनेर छोरा र नातिले लिएर गएछन्। त्यसपछि लगेर छोडेछन्। अनि बुढो बाजेसँगै बाजेलाई बोकेर लगेको डोको पनि त्यहीँ छोडेछन्। अनि त्यत्तिकैमा छोराले बाबालाई भनेछ, बाबा बाबा हजुरलाई त यहाँ छोडिम, डोको चाहिँ बोकौँ न भनेर भनेछ। अनि बाबुले भनेछ, केलाई बोक्नु पर्यो डोको, बाउलाई त छोडियो, डोकोको के काम भनेर भनेछ। अनि छोराले त्यत्तिकैमा बाबालाई जवाफ दिएछ, बाबा हजुर पनि बुढो भएपछि तपाईँलाई पनि मैले यहाँ ल्याउनु त पर्यो, त्यसकै लागि भए पनि डोको त बोक्नै पर्छ नि बाबा भनेर भनेछ। यति भनिसकेपछि बाबा एकछिन सोचमग्न भयो। ओहो मैले गल्ती गरेछु कि क्या हो जस्तो भयो। अनि उसले सोच्यो, मैले यसरी बाबालाई ल्याएर यसरी राखेपछि त छोरा नातिले हामीलाई पनि यसै गरी ल्याएर राख्ने रहेछ, यस्तो कर्म चाहिँ हामीले गर्नु नहुने रहेछ भनेर उसले फेरि ती बुढो बुवालाई चाहिँ बोकेर घरै फर्काएछन्। हो यसबाट के बुझिन्छ भने आफूले जस्तो कर्म गर्यो त्यस्तै फल मिल्छ, त्यही दिन नआए पनि त्यस्तै दिन आउँछ। तपाईँले चाहिँ आफ्नो बुबा आमालाई चाहिँ जस्तो व्यवहार गरिराख्नु भएको छ, भोलि गएर छोराहरूले चाहिँ तपाईँलाई पनि त्यस्तै व्यवहार नगर्ला भन्न सकिँदैन। त्यसैले आफ्नो बाआमालाई बुढेसकालमा साथ दिनुहोस्। यदि परिस्थितिले टाढा हुनुहुन्छ भने, साथमा हुनुहुन्न भने बेला बेलामा सम्झिनुहोस्, कल गर्नुहोस्, फोन गर्नुहोस्, के छ कस्तो छ खबर सोध्नुहोस्। किनकि तपाईँ जहाँ हुनुहुन्छ आफ्नै बाबा आमाको कारणले हुनुहुन्छ। जहाँ उभिनु भएको छ ती उभिने खुट्टाहरू बाबा आमाले नै बलियो बनाइदिनु भएको हो भन्दै आजको भिडियो चाहिँ अन्त्य गर्छु। हजुरहरूलाई भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर र सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।